ग्याङ ब्याङ उज्जवलको भ्लग भइहाल्छ नि होइन भो चाहियो नि उठोको मलाई थाहा छ म एडिट गरेर हाल्छु मर्दिन हरायो त यति राम्रो अफर दिँदा केटाहरू मान्दैन अफर कसैलाई मन्जुर छैन सफारी नचढी नहुने रे गोडी नखेली नहुने रे केटाहरूलाई यता भन्दाखेरि नखाने रे तिनजनालाई नमान्ने चाहिँ यो फुच्चे अनि दुई भाइहरू यो अनि यो फुच्चे ए हिमाल चढिसक्यो केटाहरू ड्रागन किन्न आउनु होला कसको बुनुको सरस्वती पूजाको सरस्वती माताको ह्याप्पी बर्थडे सरस्वती माता कि जय आज सरस्वती माताको पूजा कसले गर्नुभयो गाइस कमेन्ट गर्नु होला यत्रो डाँडा छ रहेछ हौ मन्दिर मन्दिर अहिले हामी कहाँ आइसक्योलाई पौडी खेल्न आइपुग्यो गाइस अब पौडी खेल्नु केटाहरूसँग पौडी खेल्नुलाई अब हामी लामो सफरपछि आइसक्यो केटाहरू यता छ यी बाख्रा कुकुर यता गाई गाइसहरू यस्तो उकालो ओह्रालो उता डाँडाबाट टाढा 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 गएको हामीले पहिला हामी यता बाँस चोर्न आएको थियौँ क्या गाई अनि फेरि आउनु चाहिँ यही बाटो आइदिएको क्या हामी किनेर लिएको भनेको कत्रो कत्रो भिरभिर झर्थ्यो है हामी स्विमिङ पुल खेल्नुलाई अब कपिराइट लाग्छ ल त साथीहरू हामी चाहिँ लुक्वामा स्विमिङ खेल्नको लागि केटाहरूसँग मिलेर गयो आधी बाटोसम्म सफारीमा गयो गाई चाहिँ अनि आधी बाटोदेखि उकालो हिँड्दै हिँड्दै केटाहरूसँग गयो अनि लुक्वा पुग्यो एउटा लेस हराएर मेरो फेरि पानीमा डुबेर गाह्रो छ मेरो लेस हराएर एकदम गाह्रो भएको थियो केटाहरूले भुइँमा छामछुम गर्दैथ्यो र पनि भेटाउन सकेको थिएन मेरो लेस चाहिँ एउटा जुत्ताको लेस चाहिँ पानीमा डुबेको थियो केटाहरू हेर्न सक्नुहुन्छ ऊ बसिरहेछ जाडोबाट केटाहरू एक्सर्साइज पनि हान्दैछन् अब म ज्यामस्टिक हानेर झरेँ अब जुत्ताको लेस खोज्नुको लागि म खुट्टाले स्विमिङ पुलमा भुइँमा यसो छामछुम गर्नुको लागि भए पनि छिरेँ केटाहरू पनि आयो हाम फालेर झरेँ अनि केटाहरूले खोज्दैछन् मेरो जुत्ताको लेस भुइँतिर छाम्दैछन् म पनि छाम्दैछु ला केटा सुजनको त एकदम डेन्जर भएछ यार सुजनको त एकदम खतरनाक भएछ गाइसहरू अनि एकदम त्यस्तै हो भइहाल्छ थोरै अनि म पानी मुनि पसेर पुरा मेरो जुत्ताको लेस हेर्दैछु र पनि भेटाउन सकेको छैन गाइसहरू मैले यसो भेटाएँ जस्तो लागेको थियो खुट्टाले यसो भेटाएँ भनेर हिँडेको थियो जाटो भेटाएकै रहेनछ गाइस त्यही पनि केही छैन रबिनीले खोज्दैछ लु जुत्ताको लेस पानी मुनि डुबेर र पनि भेटाउन सकेको छैन गाइसहरू अनि गाइस हामी चाहिँ फेरि पानीमा डुबुल्की हानेर जुत्ताको लेस खोज्दा पनि भेटाउन सकिएन त्यही हो केटाहरू पनि हेर्दैछन् के गर्नु जुत्ताको लेस पानीमा डुबिहाल्यो र पनि कोसिस जारी रहेको छ हाम्रो रबिनी र मेरो खोज्ने प्रयास जारी नै छ मैले चाहिँ किन भिडियोको साउन्ड नहालेको भन्दाखेरि त्यहाँनिर लुक्कामा पुरा रिसोर्टमा गीत बजाएको हुनाले कपिराइट लागेको कारणले मैले
त्यहाँको रेकर्ड हाल्नु सकिनँ, त्यही भएर भोइस रेकर्ड गरेर हाल्दैछु। रबिन र म चाहिँ रबिनलाई उता अलिक बिच गहिरो छ नि त, गहिरोतिर लगेर लाँदै थिएँ। केटालाई लगे अनि केटाले अलिक गाह्रो भएछ, त्यसलाई पौडी खेल्न आउँदैन नि त, त्यसलाई पुरा त्यो त अलि अझै उता लगिदिएको त मुला त डुबेछ केटा। रबिने त केटा त डुबिहाल्यो, अनि सास फेर्नु गाह्रो भएछ केटा हात्तिएर अविनाश झ्याम्मै हाम फालेर गएर केटाहरूलाई निकाल्नु गयो। केटाहरू पनि कुद्दै आएँ, अविनाशले तानेर निकाल्नुको लागि निकालेर तान्दै थियो। केटा मर्नु नबाँच्नु भएको थियो केटाहरू। अनि केटाहरू पानी सानी बोकेर कुद्न थाले। रबिनी पानीमा डुबेर झन्डै स्यालक्क भइहाल्यो। केटाहरू पानीले छाम्की गर्न थाल्यो। अनि फेरि हामी त्यही जुत्ताको लेस खोज्नका लागि सुजन र म चाहिँ आयौँ। पानीभित्र छिरेर यसो खुट्टाले छामछुम गर्दैछौँ। अविनाश चाहिँ बसेर हेर्दैछ। अनि हामीले सुजनले भेटाए भनौँ, अनि भेटाइ पनि हाल्यो। सुजनले भेटायो खुट्टाले टेकेर। त्यही हो, बल्ल फाइनली हामीले जुत्ताको लेस भेटाउन सफल भयौँ। त्यही हो। अनि ल गाइस, सबै अब घर जानेको लागि रेडी। हात कामेको हेर न मासल, फोटो सेसन हुनु बाँकी छ। हात कामेर हेर न भिडियो। माछा मार्ने पुरा क्याच गङ्गेटा पकाउन आइयो। यता छ दल गर्ने ग्याङहरू यहाँ हेर्नु पक्रिँदैछ मुलाहरूले। ल घन्टाउके पकाउँदैछ मुजुहरूले। यहाँ कत्रोबाट सर्पो रहेछ माछ। भिडियो बनाएको हो कि यसले। यसको मुनि हेर नि भाइ, भक्क पल्टाएको अरे। हाताल नै मुनि औषधि पो त उता हो। माछा पकाडेकै छन् यिनीहरूले। त्यही हो, अब कतिवटा पकाउँछ म देखाउँछु अहिले। ल के भएको पाँच होइन लचिकेर लडे क्या। पिपल पार्दै सरर मेरो माया फरर लाग्यो केटा हो। अब घरतिर म चाहिँ अब यस्तो बादली सरी वरिपरि पछि लाग्नेछु। बारुल्की बनेरै पछ्याउनेछु। के घन्टाउके कति पकारिस? घन्टाउके घन्टाउके यति पकाडेछ। गएको हामी, यस्तो छ बाटो। घन्टाउके पकाडे मैले गाइस। ल काटा हो, घर लाग्यो गाइस घरतिर। अब तिनीहरू जेसै गरोस्। यस्तो छ बाटो चाहिँ। पर छ कालेहरू माछ। गाइस सबैजनाले लाइक एन्ड कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलमा। सपोर्ट गरिदिनु होला। 63 मात्रै सब्सक्राइब छ गाइस। ल ओइ झन्डै लड माछ मैले पकाडेको गङ्गेटा के भन्नु मासला। गाइस सबैजनाले लाइक एन्ड कमेन्ट सब्सक्राइब हानिदिनु पर्यो मेरो युट्युब च्यानलमा। त्यही भन्दै अहिलेलाई बाई बाई।
guys. Like and comment, share, subscribe. यो साइड लुक्वा, यो साइड पानमारी, यो साइड बगरकोट, यता दानाबारी। मन्दिर कमेन्ट सेयर सब्सक्राइब माया देखाइदिनु पर्यो मेरो ट्रेन्डिङ ब्लग 46 इयर्स उज्जवल ब्लगमा सब्सक्राइब हान्नु पर्ने भयो। त्यही हो, अरू त केही भन्न चाहिन मैले गाइजहरू। सब्सक्राइब हानिदिनु पर्यो। खोज 4 भाइ ल गाइजहरू, गङ्गेटा पनि छ। गङ्गेटा म यहाँ भुटेर खाने रे गङ्गेटा गाई। ल अब ओह्राली लाग्थ्यो गाइजहरू। ल गाइजहरू लाग्यो अब हामी पौडी पनि गङ्गेटा खाने बुनु हो। घर फर्किँदैछु म सरस्वती पूजा गरेर भर्खर।